हेलो गाइस नमस्ते थर्ड भिडियोमा स्वागत छ फेरि पनि तपाईहरु सबैजनालाई है त जाने हामी उठिसकेको छौँ ल भाइ कता ए ल 9:30 बज्यो फुच्चीलाई पुर्याउने बेला भयो सुरुमा जान्छौँ हामी फुच्चीलाई पुर्याउनको लागि यो रहेको छ हाम्रो बसन्ती फोहोर भएर ओसिरहेको छ हिजो पानी परेर ल ए त्यस्तो हिलोमा हेलो ढिलो भएन छोरी के बेटा नेचुरलबाट ए खै यही छ यही उता जानुभएछ अहिले तपाईँ आउनुहुन्छ भनेको ए ल बस्नु भन एकछिन ल ल छोरी ढिलो भइसक्यो हामी जाऊँ है त जान्छ बाई बाई ल छोरीलाई यसो पुऱ्यायो अब हामी जानेछौँ पसलतिर है त हाम्रो हुने चाहिँ पसलको यात्रा केटाहरू के गर्दैछ हेर्नु भयो पसलमा गएर फाइनली एउटा काम चाहिँ सक्यो है अब जानेछौँ हामी पसलतिर है त फाइनली त पसल आइसकेको छु म है त उहाँ कतिजना आउनुहुन्छ हिजोको भिडियोले हामीले डक्टर मार्टिन गिभअवे गरेको थियौँ यो है डक्टर मार्टिन गिभअवे गर्छु 10 बजीभित्र जो सब्सक्राइब गरेर आउनुहुन्छ उहाँलाई डक्टर मार्टिन गिभअवे गर्छु भनेर भनेको थियो उहाँ 3 जना आउनु भएको छ है त अब 3 जनालाई त अब दिनुहोस् त्यो एउटै जुत्ता हो 3 जनालाई कसरी दिने अब हामी एउटा गेम खेलाउनेछौँ उहाँहरूलाई पहिला सुरुमा चिया खाइदिउँ है त ब्रो चिया खाऊँ है त पहिला चिया खाऊँ त्यसरी चट्टोसँगले अनि एउटा गेम खेलिदिउँ होइन जो फर्स्ट हुन्छ अनि उसलाई एउटा है त चिया त भाइ एउटा हो न उहाँ पनि हुनुहुँदो रहेछ है त 3 जना हामीलाई सब्सक्राइब गरेर आइसक्नु भएको छ उहाँ बिहानै आउनु भएको म चाहिँ ढिलो आएछु जुत्ता एउटा मान्छे 3 वटा अब गेम त खेलाउनै पऱ्यो पहिला चिया खुवाइदिउँ केटाहरू बिहानै आएको थिएँ त्यसपछि चट्टोसँगले हामी गेम देखाउनेछौँ है त कसले जित्नु हुनेछ डक्टरमा हालिदिने है त ल पहिला चिया हानिदिउँ है त ल लियो राजा चिया लियो भाइ लियो ब्रदर ए खाना खायो दुध चिया मस्त खाने हो नि त हामी खाली एउटा दुध चिया खाँदैछौँ यार दुध चिया खाने नै खाना खाएपछि हो नि ब्रो हामी खाली पेटमा हानिदिइरहेको छौँ होइन ग्यास हुन्छ खाली पेटमा होइन नि त ब्रो खाना खाएर जे हाल्दा नि फरक परेन त ल पहिला केटाहरूलाई चिया खाऊँ आफू पनि खाऊँ त्यसपछि अनि को विनर हुन्छ देखाउनेछौँ है त फाइनली हामी चिया आइसकेको छ ल राजा आऊ ल आनन्द कता हो आनन्द ल आनन्द ल अब को विजेता हुनेछ हामी एउटा गेम खेलाउनेछौँ केटाहरूलाई त्यसपछि हामी गिभअवे गर्नेछौँ है त अनि भाइलाई आउँछ त सिजर पेपर कसरी विनर गर्ने तिमीलाई थाहा छ नि होइन ल मलाई थाहा छैन है तिमीले गर ल ल ब्रदर आउनुहोस् न त ल आउनुहोस् अलि अलिक क्लोजमा है ल ल एक गेम खाए है 1 पोइन्ट उसको 2 पोइन्ट लास्ट है अब दुई लास्ट है ल उसले खाए है अहिलेसम्म छ अब एकजना छ यहाँ ल उहाँसँग खेलौँ ल आधा यसो मात्रै गरौँ न बस भइहाल्यो त यतैपट्टि आउनु नि तपाईँ यतै पछि बस्नु न यसले उसले जित्यो ल 2 जना ल एक पोइन्ट उसको 2 राउन्ड है 2 राउन्ड उसको लास्ट है बस लास्ट ल हाम्रो ब्रदर बधाई छ यार ब्रो विनर हुनुहुन्छ है त अब हार जित त भइ नै हाल्छ है ल ब्रोहरूलाई के दिउँ भन्दाखेरि ल उहाँ चाहिँ फर्स्ट विनर हुनुभएको छ उहाँको हातमा दिँदै भाइ यो बुट ल उहाँले चाहिँ यो ग्राब गर्नुभएको छ है त फाइनली है त
उहाँहरूलाई पनि अब के भन्दै आयो यति त के बनाउनु ल यहाँबाट छान्नुहोस् एकवटा लिएर जानुहोस् तपाईँहरूले पनि ल यो भन्दा है ल एकवटा छान्नुहोस् लिएर जानुहोस् है त छान्नुहोस् हेर्नुहोस् लिएर जानुहोस् ल मलाई प्याक गरिदियो यो के छ त ब्रदर कस्तो लाग्यो तपाईँलाई दामी होइन त ल हामीलाई सब्सक्राइब गरेर आउनु भएको छ उहाँ चाहिँ होइन उहाँले फाइनली जितिसक्नु भएको छ ल उहाँहरूलाई चाहिँ अब एकवटा हुन्छ हाम्रो फर्स्ट प्राइज त्यो मात्रै थियो डक्टर मार्टिन मात्रै फेरि पनि फाइनली उहाँहरूलाई पनि किन मन दुखाइराख्नु भनेर एउटा एकवटा चाहिँ उहाँलाई छान्न दिएको छ उहाँले लड्नुहुन्छ फरेभर यङ रमाइलो छ है त जसले सब्सक्राइब गर्नुभएको छ उहाँले सब्सक्राइब गर्नुहोस् न पस्ताउनु हुनेछ होइन त भाइ यसो गिभअवेहरू हामीसँग आइरहेको हुन्छ है तपाईँले देख्नु सक्नुहुन्छ अरू पनि तपाईँलाई के चाहिरहेको छ सपिङ गर्न खोजिराख्नु भएको छ काहीँ सामान राम्रो पाएको छैन भने है तपाईँले एकै ठाउँ तपाईँले विभिन्न थरीको भेराइटीहरू तपाईँले पाउन सक्नुहुनेछ आउटडोरदेखि लिएर जस म्यान्सको सबै आइटमहरू तपाईँले पाउन सक्नुहुनेछ तपाईँले भेराइटी देख्न सक्नुहुन्छ वाइल्ड भेराइटी तपाईँले पाउन सक्नुहुन्छ चाहे जेसुकैमा तपाईँले भेराइटी खोज्नु सबै चिज अल चिज अभाइलेबल छ है ब्यागदेखि लिएर तपाईँ लगेजदेखि लिएर है अब यदि तपाईँ विन्टरको सामानहरू खोजिराख्नु भएको छ विन्टरको सामान तपाईँले कहीँ पाउनु भएको छ भने तपाईँले यो बेला पनि है नेपालमा बवाल गर्मी छ यो बेला पनि विन्टरको सामान खोजिराख्नु भएको छ भने फरेभर यङमा तपाईँले पाउन सक्नुहुनेछ फाइनली ल भाइ दिइदिनु त ल याद साथीहरूलाई पनि रिकमेन्ड गर्नुहोस् है त हस् ल धन्यवाद सो गाइस अर्को ब्लगमा फेरि पनि हामीले लिएर आएको छौँ गिभअवे एकचोटि देखाइदिउँ न भाइ तपाईँले यो गिभअवे है यो गिभअवे हुँदैछ फेरि अर्को ब्लगमा है त अहिले पनि हामी इन्डिङमा छौँ है त आजको इन्डिङमा छौँ हामी यो ब्लगलाई यहाँ नि सकाउन चाहन्छौँ के छ केटाहरू सबैजनालाई बाई बाई गुड नाइट हामी ओके सब्सक्राइब अनि बेल आइकन पनि हानिदिनु होला हामी अर्को ब्लगमा फेरि भेट्नेछौँ अहिले पनि केटाहरू बाई बाई